हेलो नमस्ते मेरो युट्युब फ्यामिली साथीहरूलाई तपाईँले के आराम कुशल हुनुहुन्छ। फेरि पनि म आज धेरै दिनको बादमा फेरि मैले आज भ्लग ल्याउने कोसिस गरेको छु। हेरेर साथ सपोर्ट गरिदिनु होला। आज फेरि बाहिर निस्किरहेको छु। आज थोडा मार्केट नयाँ मार्केट खुलिरहेको छ अरे, ओपन भइरहेको छ अरे। त्यहाँ जाउँ, अब कस्तो छ के छ माहौल यसो बुझ्नु पऱ्यो भनेर। साथीहरू के गर्नु, यस्तै छ है। चट्ट ड्युटी सकेर लागेको छ। ए पुरा यस्तो छ हामी यही बस्ने एरिया। के गर्नु साथीहरू, यस्तै छ है। ल यहाँ विजय पनि छ मेरो पार्टनर। हामी दुईजना पुरै जाँदैछौँ। ल साथीहरू डरा छौँ। तर मेन रोड काट्दाखेरि चाहिँ अहिले चाहिँ एकदम फाइन धेरै फाइन भइरहेको छ। त्यसै कारण अब हेरेर यहाँ फेरि जेब्रा क्रसिङमा छैन जस्तो लागिरहेको छ। त्यही पनि ढाक्छौँ होला। आज हामीलाई हेर्दैन होला। अहिले गर्दा यो किस्मत बिग्रेको बेला त फाइन हालिदिइहाल्छ। भयो साथीहरू यहाँ पुरै यसो बिरुवाहरू रुखहरू रोपिरहेछ। अब यो अब ठुल्ठुलो हुन्छ है। हाम्रो नेपालमा त पुरा रोप्नै पर्दैन, पुरा बबाल आफै भइरहेको हुन्छ। यस्तो छ साथीहरू, के गर्ने। फेरि यहाँ जेब्रा क्रसिङ जानलाई धेरै टाढो रहेछ क्या। त्यही भएर चाहिँ अब कानुनको विपरीत त गर्नु त हुँदैन, तर पनि हाम्रो अब बाध्यताले अब त्यही भएर पनि काट्यौँ। के गर्नु अब, यस्तै छ साथीहरू। अब हुनु त नेपालीहरू बाठा अरे, हामी बाठा त बाठै हो। तर पऱ्यो भने फेरि अनि क्यामै फाइन तिर्दा चाहिँ अनि दाँतबाट पसिना आउँछ। अब त त्यस्तै हो साथीहरू। अब खासै धेरै टाढो त मार्केट छैन हाम्रोमा, पुरा एरिया मार्केटको एरिया हो। फेरि त्यहाँ नयाँ मार्केट खुलेको छ अरे, हेरौँ कस्तो छ आज। ल साथीहरू, अब हामी पुरा मेन राउन्डमा आइपुगेका छौँ। अब पुरा हिँडिरहेछौँ, यस्तो भइरहेछ। अब यहाँको मेन राउन्डबाट चाहिँ यही हो। यताउता पुरा गाडी चारैतिरबाट गइरहेको हुन्छ साथीहरू। अब यति छ, धेरै गाडी छ। बस साथीहरू, ए राउन्डबोट यहाँको चाहिँ यस्तो छ। अब हामी चाहिँ अब मार्केट जाँदैछौँ। गर्मी त हल्का बढिसकेको छ। बढेर भयङ्कर हुन लागेको छ साथीहरू। अब के हुन्छ थाहा छैन, अझै गर्मी बाँकी नै छ। ल साथीहरू, हामी उतै मार्केट अब क्रसिङ गरेर जानुपर्ने छ। अब यो नयाँ मार्केट छ अरे, यसमा के छ नयाँ चिजहरू अब यसो हेर्नु पऱ्यो। यहाँ त साथै जेब्रा क्रसिङ छ, हेर्नुहोस्। अब हामी जेब्रा क्रसिङ यहाँको जेब्रा हुँदैन यस्तो छ कि हामी गएपछि ट्याक्कै हिँडिहाल्ने हो। पुरा यो बन्द हुन्छ, गाडीहरू पुरा चापचुप। नेपालमा भने हानिहाल्छ यहाँ, तर यहाँको चाहिँ कानुन चाहिँ खतरा छ कि। यहाँको जेब्रा क्रसिङ भनेपछि सकियो, कसैले चाइची गर्नु पाउँदैन, गाडीलाई फाइन आइहाल्छ। ल साथीहरू, हामी यही हो मार्केट गर्ने ठाउँ। अब हेरौँ कस्तो छ, के छ नयाँ भनिरहेको थियो। ल साथीहरू, चिकनको डल्ला कि सादिया चिकन सबै यो है भालेको आइटमहरू के छ हौ, घिरौँला रहेछ साथीहरू। अनि फर्सी, स्याउ, केला, प्याज खासमा लिनु आएको म। ल साथीहरू, हामी माथि गइरहेछौँ। माथि कस्तो छ हेरौँ। अब एकदम नयाँ मार्केट भनेर आएको छ। के छ पाउँछ म साथीहरूलाई चोटो देखाउँछु। नयाँ मार्केट यस्तो छ। के हो के ल है त, यस्तै छ। ल पानीको बोतलहरू रहेछ।
यहाँ चाहिँ बेलहरू यहाँ हाम्रो दाजुहरू दुईजना पर उभिरहेको छ ऊ मान्छे हेरेको हेरेकै छ को आउँछ भनेर पुरा यहाँ छान्नु लागेको ऊ सक्स पुरा खै सक्स नै कस्तो कस्तो भएछ ल साथीहरू यहाँ दाढी काट्ने दाढी थियो दाढी काट्ने रहेछ तर दाढी त मेरो छैन ल साथीहरू क्याप्सिकम रहेछ साग छ यता अङ्गुरहरू यता कढीपत्ता यो हेर्नु न हाम्रो गाउँतिर भरिमा कम्ती छ हुँदैन यहाँ मरिसकेकोहरू प्याज पुरा बोरा बोकेर हिँड्यो हो म त अब साथी हो के गर्ने अरू केही पाएन साथीहरू अब हामी चिया र पकौडा खान लागेको अब ट्याक्क मार्केट पनि गरियो अब मार्केट गरिसक्यो टक्क यहाँ चिया र पकौडा खाएर चलिदिने हो फेरि हाम्रो चिया र पकौडा आइसकेको छ चट्टसँगले हेर्नुहोस् अब चिया पकौडा त्यसपछि न्यू मार्केट खुलेको छ यहाँ नयाँ खुलेको हो है नयाँ मार्केट रहेछ ल अब चियाट्टै हाम्रो नजिकै छ फेरि यहाँ अब साथीहरू ल ल मैले चिया खाएँ ल मैले चिया अब चिया पिएँ मैले अब गरममा गरम ल साथीहरू अब हामी फर्क्यौँ सपिङ गरेर सपिङ त केही सब्जीहरू ल्याएको छ अलिअलि त्यस्तै छ यसो हावा पनि खाने जस्तो भयो ड्रेस पनि भइन्छ मजा पनि हुन्छ ठिकै रहेछ मार्केट नयाँ मार्केट खुलेको रहेछ हाम्रा सबै गाउँलेहरू पनि आउनु भएको छ भेट भयो रमाइलो भयो